सबैजनालाई। यहाँनेर चाहिँ हामी इलाम जिल्ला माई नगरपालिका वडा नम्बर 6 पलासे समलडाँडा स्थित किरात हाङसा माङहिममा चाहिँ हामी यहाँ माङहिम निर्माणमा छौँ। अस्ति यो कङ्क्रिट ढलान पुरै भइसकेको थियो। अहिले चाहिँ यो कङ्क्रिट भएकोमा चाहिँ हामी प्लास्टर गरिरहेछौँ। तपाईँहरू हेर्न सक्नुहुनेछ। यहाँ यो फिनिसिङ भइसकेको छ। यहाँनेर वाल लगाएर यति यो 1.5 फुट जतिको सिमेन्ट इट्टा लगाएर प्लास्टर पनि भइसकेको छ। अब फेरि यो गोला हानेर 5औं तला यो 4औं तलामा घोला हानेर हामीले अब प्लास्टरको लागि तयारी बनाउँदैछौँ। यो चाहिँ भन्नु पर्दाखेरि स्थानीय सरकार नगरको बजेट अनि प्रदेशको बजेट पनि यहाँ परेको छ। लगभग यहाँ हाम्रो 25 लाखको बजेटले चाहिँ यति निर्माण भइसकेको छ। अझै पनि यो काम अधुरै छ। यो सम्पन्न हुनको लागि चाहिँ बजेट अब लगभग 15-20 लाख जति नै चाहिने छ। यो अत्यन्त सुन्दर छ। यो माई नगरपालिकाको शान पनि हो। यो धार्मिक सम्पदा भित्रको पनि यो सकेको छैन। यो चाहिँ नै हामीले यो सम्पन्न गरियो भने अत्यन्तै आकर्षित हुनेछ। पर्यटकहरू पनि आउन सक्नुहुनेछ। यहाँ किराँत धर्मावलम्बीहरू लगायत यो माई नगरवासीको एउटा शान पनि बन्नेछ। यो हाम्रो माङहिम यो चाहिँ नै 2042 सालमा स्थापना भएको। यो लगभग 40 वर्ष पुरानो। तर यो पुनर्निर्माण पहिले चाहिँ यो काठको सामान्य माङहिम मात्र थियो। यसपालि चाहिँ यो कङ्क्रिटकै एकदम राम्रो खालको चाहिँ बनिँदैछ। यो सुरु भएको लगभग 2 वर्ष अगाडिदेखि 3 वर्षबाट सुरु भएको। अहिले आधाउधी मात्र हुँदैछ। अब यसमा चाहिँ नि तपाईँ हामी सबैको भक्तजनहरूको पनि हुवा मिसाउने एउटा अभियान महाअभियान सुरु गरेका छौँ। यसको समिति पनि भइसकेको छ, गठन भइसकेको छ। अब यो आर्थिक सङ्कलन अभियानको हाम्रो अध्यक्ष चाहिँ हाम्रो गम्भीर ध्वज हैन, गम्भीर ध्वज फ्याक हुनुहुन्छ भने सचिव म आफै महर्क योङहाङ, हाम्रो कोषाध्यक्ष हाम्रो गणेश खत्रा हुनुहुन्छ। यसरी नै हाम्रो शिक्षक बिन्ती विनायक हेड सर खड्ग कडेल, दिपज्योतिका तीर्थराज भारतीदेखि लिएर हामी 11 जनाको समिति बनेका छौँ। अब तपाईँ हामी सबैले सहयोग गरेर यो माङहिम सरकारले निर्माण गरिदिनु भएको छ भने यता धुनीकुण्ड निर्माण यहाँनेर चाहिँ बनाउनु पर्ने छ। अब धुनीकुण्ड निर्माण चाहिँ यहाँ हुने भएको छ। यसमा सम्पूर्ण स्वदेश विदेश रहनुभएका हाम्रा भक्तजनहरूले सुम्बोकेन हुवा भेलाएर यहाँ एकदम टप यहाँ हाम्रो मन्दिर त टप भइसकेको छ। अब दोस्रो हाम्रो धुनीकुण्ड निर्माणको लागि चाहिँ यता यहाँ धुनीकुण्डसँगै महागुरुको शालिग पनि हामी राख्ने भनेर चाहिँ हामी कम्मर कसेर लागिरहेका छौँ। सबै देश विदेश रहनुभएका सम्पूर्ण शुभचिन्तक माईवासी लगायत सम्पूर्ण नेपाली दाजुभाइहरूको सुम्बोकेन हुवा भेला गरेर यहाँनेर चाहिँ महागुरुको शालिग अनि धुनीकुण्ड यति भइसकेपछि हामी यसको के भन्छ यसलाई हामी समुद्घाटन गर्नेछौँ। पामाङ मामाङहरूलाई उपस्थिति गराएर यो माङहिमलाई चाहिँ समुद्घाटन गर्नेछौँ। धेरै धेरै धन्यवाद। यति भन्दै म एकदम हतारमा छु, यहाँ काममा छु। यहाँ मेरो काला बाजेले यहाँ काम लगाउँदै हुनुहुन्छ। यो माङहिम विशेष गरी तपाईँले ध्यान मजाले हेर्नु होला। यो माङहिम चाहिँ उहाँको डिजाइनमा यो जो हाम्रो आइतराज योङहाङ बाजे र बलबहादुर योङहाङ उहाँहरू दुईजनाले यो 0बाट अहिले यहाँसम्मको यो 8 कोडे माङहिम यो डिजाइन सबै उहाँहरूको हो। त्यसले गर्दा कुनै ठाउँमा तपाईँले यस्तै माङहिम निर्माण गर्न आँट्नु भएको छ भने उहाँहरूले सम्पर्क गर्नु होला। हस् मेरो ठुलो मिस्त्री यहाँ हुनुहुन्छ है, मेरो नाति बलबहादुर योङहाङ। यता अर्को नाति हुनुहुन्छ, अर्को नाति तल सानो मिक्सचर तल बसिराखेको छ।
उनले यो घोलेर दिने काम हो। यहाँ यी हाइड्रोलिक तान्ने मान्छे यहाँनिर बस्नुभएको छ। अब यो अर्ग्यानिक हाइड्रोलिक होइन यो यहाँबाट हुन्छ। हाम्रो लिसनर त्यहाँनिर छ। लु सम्पूर्ण युट्युब मेरो साथीहरूले हेरिदिएर यसो लाइक कमेन्टसम्म चाहिँ गरिदिनु होला। हस्, धन्यवाद।